साथीहरू धेरैजनाले चाहिँ अरू भन्दा पनि यो जनावर कुकुर बिरालोलाई हेप्छ नि त हैन साथीहरू। त्यसको लागि चाहिँ मैले आज सानो मेसेज लिएर आएको छु है। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। हेलो एभ्रीवन, नमस्ते सबैजनालाई अनि गुड मर्निङ साथीहरू। अनि सानो छोटो मेरो मिनी ब्लगमा स्वागत छ साथीहरू। र जुन मेरो हातमा एउटा सानो कुकुर पपी देख्नु हुँदैछ नि, यो कुकुर भनेर मान्छेले जुन हेप्छ नि, यो कुकुरको जस्तो साथीहरू किस्मत चाहिँ नि हाम्रो चाहिँ 100 जुनीमा पनि हुँदैन। किन भन्नुस् त, यो भनेको राम्रो राम्रो गाडीमा हिँड्छ, राम्रो ठाउँमा घुम्छ, मिठो मिठो खान्छ, एसीमा सुत्छ, एसीमै हिँड्छ। स्विमिङ पुलहरू नि एकदमै यिनीहरूले एकदमै राम्रो जग्गा हुन्छ। किनकि मलाई थाहा छ, तर मैले हस्पिटलमा काम गरेर मात्रै भनेको हैन नि त साथीहरू। हुनु चाहिँ मेरो 5 सालको एक्सपिरियन्स हो हैन साथीहरू। र मेरो हातमा चाहिँ यो किन चाहिँ यहाँ लिएको भने यसलाई ट्रिटमेन्ट गर्नु लिएको रहेछ साथी। यो चाहिँ 45 डेजको मात्रै है साथीहरू। अनि यसलाई चाहिँ ज्वरो आएको रहेछ। अब 2 दिन चाहिँ ट्रिटमेन्ट गरेर चाहिँ म यहाँ राख्दैछु साथीहरू। भिडियो मन परे लाइक कमेन्ट